250 वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको उज्यालो ल्याउने हामी त्यो तागत हौं। हामी अहिले हामी हेर्दै छौं केही भुइँफुट्टाहरू जसको विचारको जग पनि छैन, त्यागको इतिहास पनि छैन, निष्ठा पनि छैन, त्यसले बडो सजिलैसँग हामीलाई हेप्ने दुस्साहस गरेको देख्छु म। खबरदार याद गर्नु होला, जनताको यो विशाल उपस्थिति यसलाई खेलाची नठानियोस्। यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गर्यो र 250 वर्ष पुरानो राजतन्त्रलाई धाराशाही पार्यो। यो त्यो शक्ति हो, यो त्यो शक्ति हो जसले जनआन्दोलनद्वारा, जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र स्थापना गर्यो। यसरी जनयुद्धको तागत र जनआन्दोलनको तागतलाई एक ठाउँमा ल्याएर इतिहास रच्ने मूल शक्ति र नेतृत्व यही नै हो। यसलाई खेलाची नठानियोस्। म सरकारलाई फेरि पनि जोड दिएर भन्न चाहन्छु।